यदि तपाईहरु पनि फ्री अनलाइन अर्निङमा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने यो भिडियो चाहिँ स्पेशली तपाईहरुको लागि हो है। यो भिडियोमा चाहिँ म तपाईहरुलाई नयाँ तरिकाबाट फ्रीमा अनलाइन अर्निङ गर्ने तरिका चाहिँ सिकाउने छु है, जसमा चाहिँ हामीले गुगल एडसेन्सको एप्रुभल नलिकन पनि एडको थ्रु चाहिँ अर्निङ गर्न सकिन्छ। अब त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा तपाईले आफ्नो ब्राउजर खोल्नु होला अनि ब्लगर भनेर सर्च गर्नु होला। यदि तपाईहरुलाई ब्लगर भनेको के हो भनेर थाहा छैन भने ब्लगर भनेको चाहिँ गुगलको आफ्नै प्लेटफर्म हो जहाँ चाहिँ हामीले फ्रीमा वेबसाइटहरु क्रिएट गर्न सकिन्छ। ब्लगरमा बनाएको वेबसाइटको डोमेनको अन्तिममा blogspot.com भन्ने डोमेन थपिएको हुन्छ। यदि तपाईहरुले त्यो blogspot.com भन्ने डोमेनलाई हटाउन चाहनुहुन्छ भने तपाईहरुले फाल्टै डोमेन र होस्टिङ लिनुपर्ने हुन्छ। यदि ब्लगरको बारेमा अझै धेरै जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला, म कुनै दिन यसको पनि पुरा भिडियो बनाउने छु। अहिलेको लागि चाहिँ हाम्रो टपिक तर्फ जाम। अब तपाईले गुगलमा गएर ब्लगर सर्च गरिसकेपछि यो वेबसाइट देख्न सक्नुहुनेछ। अब यो वेबसाइटमा थिच्नु होला। अब तपाईले यहाँनेर क्रिएट योर ब्लग भन्ने अप्सन देख्नुहुनेछ, त्यहाँ थिच्नु होला। अब त्यहाँ थिचिसकेपछि तपाईले आफ्नो गुगल अकाउन्टबाट साइन अप गर्नुपर्ने हुन्छ। अब यहाँनेर तपाईले टाइटल भन्ने अप्सन देख्नुहुन्छ, यो टाइटलमा थिच्नु होला र आफ्नो के सम्बन्धी वेबसाइट बनाउनु हुने हो, वेबसाइटको नाम के राख्नु हुने हो त्यही अनुसार यहाँ लेख्नु होला। मैले चाहिँ अनलाइन टेक नेपाल भनेर लगाएको छु। अब नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि चाहिँ हामी यो इन्टरफेसमा आउने छौं अनि यहाँनेर आएपछि चाहिँ यहाँनेर चाहिँ देख्न सक्नुहुन्छ एड्रेस भनेको छ। यो भनेको चाहिँ हाम्रो वेबसाइटको एड्रेस हो है। यो वेबसाइटको एड्रेस चाहिँ तपाईले अब आफ्नो के वेबसाइट राख्ने हो त्यही अनुसार राख्नु होला। मेरो चाहिँ अनलाइन टेक नेपाल भएकोले अनलाइन टेक नेपाल नै राख्ने छु। अब यहाँ देख्न सक्नुहुन्छ onlinetechnepal.blogspot.com भन्ने डोमेन चाहिँ अभाइलेबल छैन रहेछ। यो नाममा चाहिँ पहिले नै कसैले वेबसाइट बनाइसकेको रहेछ। अब म यही नाममा अन्तिममा कुनै नम्बर राखिदिन्छु अनि फेरि एकचोटी चेक गर्छु। ल यहाँ देख्न सक्नुहुन्छ है onlinetechnepal.8.blogspot.com भन्ने डोमेन चाहिँ अहिले अभाइलेबल छ। अब यसलाई म नेक्स्ट गर्दिनेछु। अब यहाँ देख्न सक्नुहुन्छ डिस्प्ले नेम भनेर आएको छ। अब डिस्प्ले नेममा पनि एउटा नाम राख्दिनु होला अनि फिनिशमा थिच्दिनु होला। मैले अनलाइन टेक नेपाल भनेर राखेको छु अनि फिनिशमा थिचेको छु है। अब यति भइसकेपछि चाहिँ हाम्रो ब्लगरको वेबसाइट चाहिँ रेडी भइसकिरहेछ है। अब तपाईले त्यहाँनेर सेटिङ भन्ने अप्सन देख्नुहुन्छ, त्यहाँ थिचेर थोरै स्क्रोल गर्नुभयो भने आफ्नो वेबसाइटको एड्रेस भेट्नुहुन्छ। अब त्यसलाई कपी गरेर अर्को पेजमा पेस्ट गरेर हेर्नुभयो भने चाहिँ तपाईको वेबसाइट चाहिँ यस्तो खालको देखिन्छ। अब तपाईले यसलाई चेन्ज गर्न चाहनुहुन्छ भने चाहिँ फेरि एकचोटी वेबसाइटमा जानु होला अनि त्यहाँनेर थीम भन्ने अप्सन देख्नुहुन्छ। त्यो थीममा थिचेपछि त्यहाँनेर धेरैवटा टेम्प्लेटहरु देख्नुहुन्छ। अदर टेम्प्लेटमा चाहिँ एउटा टेम्प्लेट चुज गरिकन त्यसलाई अप्लाई गर्नु होला। अब अप्लाईमा थिचिसकेपछि चाहिँ त्यहाँनेर कस्टमाइज भन्ने बटन पनि देख्नुहुन्छ, त्यहाँबाट तपाईले आफ्नो वेबसाइटलाई कस्टमाइज पनि गर्न सक्नुहुन्छ। अब वेबसाइट भ्यूमा गएर एकचोटी रिफ्रेश गरेर हेर्नुभयो भने चाहिँ तपाईको वेबसाइट चाहिँ थोरै चेन्ज पनि भइसकेको छ है। अब यसलाई चाहिँ कस्टमाइज गरेर अझै धेरै चेन्ज गर्न सकिन्छ। त्यसको लागि चाहिँ म बिस्तारै भिडियो बनाउने छु। अब फ्रीमा ब्लगरको वेबसाइट त बनाइयो, अब योबाट अर्निङ चाहिँ कसरी गर्ने त भन्दाखेरि चाहिँ त्यसको लागि चाहिँ तपाईले त्यहाँनेर पोस्ट भन्ने अप्सन देख्नुहुन्छ है। यो पोस्ट भन्ने अप्सनमा जानु होला। अब यहाँ देख्न सक्नुहुन्छ यहाँनेर केही पनि छैन, अहिले भर्खर बनाएको हो, त्यही भएर पोस्टहरु छैन। अब यहाँ चाहिँ हामीले पोस्ट पब्लिश गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ पोस्ट लेख्नको लागि चाहिँ मैले च्याट जीपीटी कै हेल्प लिने छु। अब च्याट जीपीटी ले चाहिँ मलाई एउटा आर्टिकल लेखेर दिनेछ। त्यो आर्टिकललाई चाहिँ मैले कपी गरेर मेरो ब्लगरको वेबसाइटमा पोस्ट गर्दिने छु है। अब पोस्ट गर्नको लागि चाहिँ तपाईले आफ्नो ब्लगर वेबसाइटमा आउनु होला अनि त्यहाँनेर देख्नुहुन्छ न्यू पोस्ट भन्ने अप्सन देख्नुहुन्छ। अब त्यो न्यू पोस्ट भन्ने अप्सनमा थिचेपछि चाहिँ हामीले आर्टिकल लेख्ने एउटा पेज आउँछ, त्यो पेजमा चाहिँ पेस्ट गर्दिनु होला। अब पेस्ट गरिसकेपछि चाहिँ अब हामीले यहाँ एउटा टाइटल चाहियो, त्यो टाइटल चाहिँ एउटा टाइटल राखिदिनु होला है। अब टाइटल राखिसकेपछि चाहिँ यहाँनेर एउटा पब्लिश भन्ने अप्सन देख्नुहुन्छ, यो पब्लिशमा थिच्दिनु होला। अब चाहिँ तपाईको आर्टिकल पब्लिश भइसकेको छ।
अब हाम्रो आर्टिकल पब्लिस त भयो, तर गुगलले यो आर्टिकललाई इन्डेक्स चाहिँ गराउँदैन। किनभने गुगलमा इन्डेक्स हुनुको लागि चाहिँ धेरैवटा क्राइटेरियाहरू पुरा गर्नुपर्ने हुन्छ। पहिलो कुरा त एआईले लेखेको आर्टिकल भयो, यो इन्डेक्स हुने चान्सै छैन। अब दोस्रो कुरा भनेको हामीले केही किवर्डहरू रिसर्च नगरिकन डाइरेक्ट गरेको छौँ। अब तेस्रो कुरा भनेको हाम्रो आर्टिकल एसइओ अप्टिमाइज नै छैन। हो यस्तो धेरैवटा कारणहरूले गर्दाखेरि हाम्रो यो आर्टिकल चाहिँ गुगलले इन्डेक्स गराउँदैन। तर पनि यो आर्टिकलको थ्रु चाहिँ हामीले अर्निङ चाहिँ गर्न सकिन्छ। अब हामीले यो अहिले भर्खरै लेखेको आर्टिकलमा चाहिँ एड चाहिँ कसरी ल्याउने त भन्दाखेरि त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा तपाईँले आफ्नो ब्राउजर खोल्नु होला, अथवा डिस्क्रिप्सनमा लिङ्क राखिदिनेछु, त्यहाँबाट पनि गएर अकाउन्ट बनाउन सक्नुहुनेछ। अब ब्राउजरमा गएर चाहिँ एड्सटेरा भनेर सर्च गर्नु होला। अब एड्सटेरा भनेर सर्च गरिसके पछाडि तपाईहरुले यो एड्सटेराको अफिसियल वेबसाइट देख्न सक्नुहुनेछ। अब त्यहाँ थिच्नु होला र एज अ पब्लिशर अकाउन्ट क्रिएट गर्नु होला। मेरो चाहिँ पहिले नै अकाउन्ट भएको कारणले गर्दाखेरि मैले चाहिँ लगइन गर्दैछु। तपाईहरुले चाहिँ अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ यदि पहिलोचोटि आउनुहुँदैछ भने। अब यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ $0.13 मात्रै छ अर्निङ हैन। किनभने चाहिँ मैले चाहिँ यहाँनेर खासै ट्राफिकहरु लिएको छैन। यदि तपाईहरुले ट्राफिक मजाले ल्याउन सक्नुहुन्छ भने तपाईले चाहिँ यो तरिकाले चाहिँ एकदमै राम्रो अर्निङ गर्न सक्नुहुन्छ। अब चाहिँ हामीले हाम्रो ब्लगर वेबसाइटलाई चाहिँ यो एड्सटेरासँग चाहिँ कनेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ ब्लगरमा जानु होला, अनि त्यसपछि यहाँनेर सेटिङ भन्ने अप्सन देख्नुहुन्छ, त्यो सेटिङ भन्ने अप्सनमा जानु होला। अनि सेटिङ भन्ने अप्सनमा गइसके पछाडि त्यहाँनेर चाहिँ अलिकति स्क्रोल डाउन गर्नु भने हामीले आफ्नो वेबसाइटको एड्रेस देखिन्छ है। त्यो वेबसाइटको एड्रेसलाई चाहिँ कपी गर्नु होला। अब कपी गरिसके पछाडि चाहिँ फेरि एड्सटेरामै आउनु होला, अनि एड्सटेरामा आइसके पछाडि यहाँनेर एड वेबसाइट भन्ने अप्सन देख्नुहुन्छ, त्यहाँनेर थिच्नु होला। अब त्यहाँ थिचिसके पछाडि एड न्यू वेबसाइट भन्छ, त्यहाँनेर अहिले कपी गरेको एड्रेस चाहिँ यहाँनेर पेस्ट गरिदिनु होला। अनि त्यसपछि यहाँनेर देख्न सक्नुहुन्छ वेबसाइट क्याटेगोरी भनेको छ। यो वेबसाइट क्याटेगोरीमा एउटा जुनै भए पनि चुज गरिदिनु होला। अब त्यसपछि एडल्ट एड्स भनेको छ, तपाईले यसलाई अन गरिदिन पनि सक्नुहुन्छ अथवा नगरिदिन पनि सक्नुहुन्छ। अनि त्यसपछि यहाँ मुनि देख्न सक्नुहुन्छ चुज एड युनिट फर्मेट भनेको छ। यो मध्येमा एउटा तपाईले जुन पनि चुज गरिदिन सक्नुहुन्छ। मैले ब्यानर चुज गर्नेछु। अब यहाँ ब्यानर चुज गरिसके पछाडि फेरि अर्को अप्सन खुल्नेछ। यहाँ देख्न सक्नुहुन्छ कुन साइजको ब्यानर चुज गर्ने भनेर। अब यो मध्ये यो 6वटा छ, 6वटा मध्येमा तपाईले एउटा जुन भए पनि चुज गर्न सक्नुहुन्छ। मैले 300x250 गरेर चाहिँ चुज गर्नेछु, अनि त्यसपछि एडमा थिच्दिनु पर्ने हुन्छ। अब चाहिँ एड्सटेरामा हाम्रो वेबसाइट एप्रुभ हुनको लागि 2-3 मिनेट टाइम लाग्छ। त्यति टाइम चाहिँ वेट गर्नुपर्ने हुन्छ। अब जस्तै यहाँ देख्न सक्नुहुन्छ यो 2-3 मिनेटपछि चाहिँ मेरो वेबसाइट अहिले एप्रुभल भइसकेको छ। अब चाहिँ हामीले यहाँ गेट कोड भन्ने अप्सन देख्न सकिन्छ। यो गेट कोड भन्ने अप्सनमा थिच्नुपर्ने हुन्छ। यदि तपाईहरुले यो गेट कोड भन्ने अप्सन देख्नु भएको छैन भने यहाँनेर एड युनिट भन्ने अप्सन छ, त्यहाँ थिच्नु भयो भने चाहिँ त्यसको सिधा मुनि एक्टिभ भनेर चाहिँ गेट कोड आउनेछ है। अब यो गेट कोड भन्ने अप्सनमा थिचिसके पछाडि चाहिँ हामीलाई एउटा एडको कोड आउनेछ है। अब यो कोडलाई चाहिँ हामीले ब्लगरमा लगेर राख्नुपर्ने हुन्छ। अब यो कोडलाई कपी गर्नु होला, अनि ब्लगर वेबसाइटमा जानु होला। अब ब्लगरमा आइसके पछाडि चाहिँ आफ्नो पोस्ट चुज गर्नु होला। अनि त्यो पोस्टमा थिचिसके पछाडि यहाँनेर देख्न सक्नुहुन्छ साइडमा एउटा पेन्सिलको बटन छ, त्यो पेन्सिलको बटनमा थिच्नु होला। अब यो पेन्सिलको बटनमा थिचिसके पछाडि चाहिँ त्यहाँनेर दुईटा अप्सन खुल्छ, एउटा कम्पोज भ्यू, एउटा एचटीएमएल भ्यू। अहिले हामी कम्पोज भ्यूमा छौँ। अब एचटीएमएल भ्यूमा थिच्नु होला। अब एचटीएमएल भ्यूमा थिचिसके पछाडि चाहिँ यही हाम्रो आर्टिकललाई चाहिँ एचटीएमएल भ्यूमा देखाउँछ। अब यहाँनेर तपाईले त्यो अघि कपी गरेर लिएको कोडलाई चाहिँ तपाईले जहाँ जहाँ जुन जुन ठाउँमा आफ्नो एडलाई डिस्प्ले गराउन चाहनुहुन्छ त्यहाँनेर चाहिँ पेस्ट गरिदिनु होला। अब जस्तै यहाँनेर देख्न सक्नुहुन्छ मैले चाहिँ कोडलाई 4-5 ठाउँ पेस्ट गरिदिइसकिरहेको छु। अब यसलाई एकचोटि कम्पोज भ्यूमा हेरौँ। अब जस्तै यहाँनेर देख्न सक्नुहुन्छ हामीले कम्पोज भ्यूमा हेर्दाखेरि चाहिँ कुनै केही एड देखिएको छैन, जस्तोको त्यस्तै छ। तर हामीले एचटीएमएल भ्यूमा हेर्यौँ भने चाहिँ फेरि एडको कोडहरू देखिन्छ। यति भइसके पछाडि चाहिँ अब हामीले यो पोस्टलाई अपडेट गरिदिनु पर्ने हुन्छ।
अब हाम्रो बाँकी रह्यो लास्ट स्टेप। अब यहाँ चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि यहाँनिर सेयरको अप्सन देख्नुहुँदैछ, यो सेयरको अप्सनमा थिच्नु होला, यहाँ बटनमा यो सेयरको बटनमा थिच्नु होला। त्यहाँ थिचिसके पछाडि एउटा लिङ्क आउँछ, त्यो लिङ्कलाई कपी गर्नु होला। अनि कपी गरिसके पछाडि चाहिँ कसै साथीहरूलाई अथवा कतै सोसल मिडियातिर सेयर गर्नु होला। अब यदि कसैले त्यो लिङ्कमा थिचेर यो पोस्ट हेर्छ भने त्यहाँनिर उनीहरूलाई एड डिस्प्ले हुन्छ। त्यो डिस्प्ले भएको एडबाट चाहिँ हामीलाई अर्निङ हुने हो। अब जस्तै यहाँ देख्न सक्नुहुन्छ, यो आर्टिकल भनेको चाहिँ हामीले एड लगाउनुभन्दा अगाडिको हो। यहाँनिर चाहिँ मात्र आर्टिकल छ। अब यहाँनिर देख्न सक्नुहुन्छ, यो चाहिँ हामीले एड लगाइसके पछाडिको आर्टिकल हो, जहाँ चाहिँ एडहरू सो भइरहेको छ। यहाँनिर यो प्रक्सी डिटेक्टेड भनेको ठाउँतिर सबैतिर एडहरू आउँछ, जुन एडबाट चाहिँ हामीलाई अर्निङ हुने हो। अब यहाँनिर मैले चाहिँ आर्टिकलमा एड लगाएर देखाएँ हैन। अब तपाईहरूले चाहिँ फोटो भिडियो जेमा पनि हो यसरी चाहिँ एड लगाएर ट्राफिक लिएर चाहिँ मजाले अर्निङ गर्न सक्नुहुन्छ। एकदम फ्री हो, एकदम जेन्युन हो। यदि तपाईहरूलाई पनि यो भिडियो राम्रो लाग्यो भने जोइन गर्न सक्नुहुन्छ। यदि तपाईहरू यो च्यानलमा नयाँ हुनुहुन्छ र अनलाइन रिलेटेड अर्निङ गर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिराख्नु होला। भविष्यमा यस्तै अनलाइन अर्निङ रिलेटेड धेरै भिडियोहरू आउनेछ।